होइन अनि त्यो कुरा चाहिँ हामीले कुनै पोलिसी मेकर्सहरूलाई भेट्न जाँदाखेरि विकेट छोडेपछि यो इस्युमा चाहिँ यतिजना फलोवर्सहरू हुन्छ हाम्रो हामीले जस्तो रेड रिबन क्याराभेनमा पनि हामीले रेड रिबन सिग्नेचर क्याम्पेन गऱ्यौँ त्यसमा चाहिँ मतलब जसलाई चाहिँ यो इस्युमा सरकार छ उनीहरूले चाहिँ उहाँहरूले रेड रिबन बनाएर एउटा क्लोथमा आफ्नो प्रतिबद्धता जाहेर गर्नुभयो हामीले त्यो कुराहरू पनि लगेर चाहिँ पोलिसी मेकरहरूलाई देखाउन सक्छौँ अनि त्यो बाहेक हामीले के गर्नु एक्टिभिटिज भनेर हामीले वर्कसपमा पनि रुबलले भनिसकेको कुरा होइन त्यो पनि रिफ्लेक्टिङ अन देम हामी के गरौँ भन्ने केही दिदीहरू ब्लू डायमन्ड सोसाइटी जानुभएको थियो म आफै प्रस्तुति गृहका थिएँ त्यसपछि गाउँहरू पनि हामी कुन गाउँले थियो भक्तपुरको एउटा कुन चाहिँ गाउँ गएर सेकेन्ड राउन्डमा चाहिँ त्यो गाउँमा गएर पनि लिनुभएको थियो डिफ्रेन्ट ठाउँमा जानुभएको थियो र टेक्निकल कुरा पनि हामीले अलिकति थ्याङ्क पनि गर्नुभएको छ भने हेर्नु अनि वाइएससी मेम्बर्सहरूले चाहिँ आफ्नो कलेजहरूमा आफ्नो वरिपरि आफ्नो युथहरू आफ्नो फ्रेन्ड्सहरू आफ्नो नेबर्सहरू सबैजनासँग चाहिँ त्यो कुरामा प्रतिबद्धता कलेक्ट गर्नुभएको थियो अनि हामीसँग कति नम्बरहरू थियो मेरो विषय नियरली 1000 बडीसँग भेट्दाखेरि चाहिँ हामी नेक्स्ट टाइम त्यो युज गर्न सक्छौँ यो लाइक यो वर्ष पनि हामीले सिग्नेचर क्याम्पेन गऱ्यौँ र हामी एसआर एजुकेसनमै फोकस हुने भने पनि हाम्रो एसआर एजुकेसनको यो भएन भन्ने कुराहरूमा पनि हामीले सिग्नेचर्सहरू कलेक्ट गर्न सक्छौँ जस्ट फर एन आइडिया होइन अनि एसएमएस क्याम्पेन चाहिँ हामीले वर्ल्ड पपुलेसन डेको बेलामा अर्को एउटा क्याम्पेन गरेको थियौँ एसएमएस क्याम्पेन एसएमएसमा हामीले के लेखेको थियौँ भने द वर्ल्ड एट 7 बिलियन लार्जेस्ट पपुलेसन अफ यङ पिपल इज चेन्जिङ आवर वर्ल्ड एन्ड फ्युचर वेयर आफ्टर वर्ल्ड पपुलेसन डे 2011 एन्ड www.uganda.org.nc वर्ल्ड पपुलेसन डेको बेलामा एसएमएस क्याम्पेन गरेको थियौँ सो तपाईँहरू थाहा छैन नेसनल युथ पोलिसीले 40 इयर्ससम्मको मान्छेलाई युथ भनेर डिफाइन गरेको थियो जसको जसलाई चाहिँ युवाले कहिले पनि सपोर्ट गर्दैन किनभने एउटा 15 इयर्सको मान्छे र एउटा 40 इयर्सको मान्छेको निडहरू प्रोग्राम निडहरू सेम हुँदैन सो हामीले कस्तो किसिमको इन्टरभेन्सन्सहरू दिने भन्ने कुरामा पनि क्लियरली त्यही हो कि भिडियोमा चाहिँ यसपालि चाहिँ हाम्रो भिडियोमा चाहिँ एकदमै फोकस गरेर र त्यो कुराले चाहिँ हामीले एकदम अचिभ गर्नै पर्छ यो इयर चाहिँ भन्छु